एआई आर्टिफिशियल इन्टेलिजेन्स यो हाम्रो डे टु डे लाइफमा एकदमै युजफुल छ। एआई को सदुपयोग गर्न जान्यो भने यो हाम्रो लागि धेरै नै उपयोगी हुन्छ, तर यदि एआई को दुरुपयोग गर्यो भने यो एउटा खतरनाक हतियार पनि हुन सक्छ। यदि हामीलाई एआई टुल्सको बारेमा थाहा छैन भने हामी धेरै नै पछाडि परिसकेका छौँ। अहिले दिनमा हजारौं एआई टुलहरू लन्च हुन्छ जुनलाई हामी च्याटबोट भन्छौँ, इमेज एडिटिङ, भिडियो एडिटिङ आदि इत्यादि। सो आजको यो भिडियोमा हामीहरू यस्तै एआई टुलहरूको बारेमा कुरा गर्न गइरहेको छौँ, विच इज स्पेसली बेस्ट फर स्टुडेन्ट्स। यदि तपाईँ स्टुडेन्ट हुनुहुन्छ र तपाईँले प्रेजेन्टेसनहरू बनाइरहनु पर्छ भने तपाईँहरूको लागि एउटा बेस्ट एआई टुल छ गामा.एफएपी मा आउनुभयो भने तपाईँहरू यस्तो इन्टरफेसमा आउनुहुन्छ। यसलाई तपाईँले सिम्पलीसँग आफ्नो गुगल एकाउन्टले साइन इन गर्न सक्नुहुन्छ। साइन इन गरिसकेपछि यहाँनिर आफ्नो नाम लेखिदिनु होला, के कारणको लागि युज गर्दै हुन्छ, कसरी तपाईँ यहाँ आउनुभयो, यी नर्मल क्वेसनहरू सोधिन्छ। त्यसपछि तपाईँ गामाको इन्टरफेसमा जान सक्नुहुन्छ। क्रिएट न्यू एआई टुल गरेर तपाईँले यहाँनिर टेक्स्टहरू ल्याउन पनि सक्नुहुन्छ, फाइलहरूलाई इम्पोर्ट गर्न पनि सक्नुहुन्छ र जेनेरेट गर्न सक्नुहुन्छ। यहाँनिर तपाईँले आफ्नो टपिक हालिदिनु पर्ने हुन्छ, कति पेजको सेलेक्ट गर्नुपर्ने हुन्छ, त्यसपछि जेनेरेट आउटलाइनमा क्लिक गर्नुपर्ने हुन्छ। पेजहरूलाई तपाईँले माथि तल पनि गर्न सक्नुहुन्छ। कुनै पेज चाहिँदैन भने तपाईँले डिलिट गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँले कन्टिन्यू गर्न सक्नुहुन्छ। कन्टिन्यू गरिसकेपछि तपाईँले यहाँनिर थिम सेलेक्ट गर्नुहुन्छ। तपाईँले थिम सेलेक्ट नगरिकन पनि जेनेरेट गर्न सक्नुहुन्छ। यसले इमेजहरू सबै आफै नै ल्याएर दिनेछ। त्यसपछि यति सजिलै गरी तपाईँले आफ्नो टपिक लेखेर तपाईँले आफ्नो पेजहरू मिलाएपछि तपाईँले यति सजिलैसँग आफ्नो प्रेजेन्टेसन रेडी गर्न सक्नुहुन्छ। तपाईँले यहीँदेखि प्रेजेन्टेसन दिन पनि सक्नुहुन्छ। यसलाई तपाईँले 3 डटमा क्लिक गरेर एक्सपोर्टमा क्लिक गरेर डाउनलोड पनि गर्न सक्नुहुन्छ। डाउनलोड गरेपछि तपाईँले पिडिएफ वा पावर पोइन्ट जुन फर्मेटमा पनि डाउनलोड गर्न सक्नुहुन्छ। एडिटिङकै कुरा गरिरहँदाखेरि यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ कटआउट.pro। यहाँनिर चाहिँ आएर तपाईँले आफ्नो इमेजको क्वालिटीलाई इन्हेन्स गर्न सक्नुहुन्छ, ब्याकग्राउन्डहरूलाई पनि रिमुभ गर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ सिम्पलीसँग यहाँनिर अपलोड इमेजमा आएर ब्याकग्राउन्ड अपलोड गर्नुपर्ने हुन्छ। यदि तपाईँको यहाँनिर फर्स्टमा 3 क्रेडिट दिएको हुन्छ फ्रीमा, यदि तपाईँलाई अरू क्रेडिट चाहियो भने तपाईँले साइन इन गर्नुपर्ने हुन्छ। साइन इन गरेपछि तपाईँले 4-5 वटा क्रेडिटहरू दिन्छ। त्यसपछि ज्यादा चाहियो भने चाहिँ तपाईँले यहाँनिर पर्चेस गर्नुपर्ने हुन्छ। सिम्पलीसँग आफ्नो इमेजलाई अपलोड गर्नुपर्ने हुन्छ। इमेजलाई अपलोड गरिसकेपछि यहाँनिर तपाईँले दुईटा इमेजको डिफरेन्स बिट्विन हेर्न सक्नुहुन्छ। यहाँनिर कि ओरिजिनल इमेज र एडिटेड इमेजमा डिफरेन्स बिट्विन के कस्तो छ। यसलाई तपाईँले पिएनजी फर्मेटमा डाउनलोड गर्न सक्नुहुन्छ, जेपीजी फर्मेटमा डाउनलोड गर्न सक्नुहुन्छ। यदि तपाईँलाई एचडीमा डाउनलोड गर्नु पर्यो भने चाहिँ यहाँनिर तपाईँले पर्चेस गर्नुपर्ने हुन्छ क्रेडिटलाई, तर तपाईँले यसलाई फ्रीमा पनि डाउनलोड गर्न सक्नुहुन्छ। अब तपाईँले दुईटा इमेजको डिफरेन्स बिट्विन हेर्न सक्नु नै हुन्छ। जुन क्याप्चर 1 छ र क्याप्चर जेपीजी छ, क्याप्चर 1 भनेको एडिटेड हो र क्याप्चर जेपीजी भनेको एडिटेड होइन। यहाँदेखि तपाईँले आफ्नो इमेजको ब्याकग्राउन्डहरू पनि रिमुभ गर्न सक्नुहुन्छ। तपाईँले एउटा बोनस टिप, तपाईँले आफ्नो इमेजको यदि ब्याकग्राउन्ड रिमुभ गर्नु छ भने सजिलैसँग तपाईँ remove.bg मा आएर आफ्नो इमेजलाई त्यहाँनिर अपलोड गरेर तपाईँले सजिलैसँग आफ्नो इमेजको ब्याकग्राउन्डलाई रिमुभ गर्न सक्नुहुन्छ। अब इमेजको ब्याकग्राउन्ड रिमुभ गरिसकेपछि सिम्पलीसँग के हुन्छ भन्दाखेरि सबै इमेजको क्वालिटीहरू घट्ने हुन्छ र क्वालिटी घटेपछि तपाईँले फेरि गएर अपलोड गरेर तपाईँले आफ्नो इमेजलाई पिएनजीमा नै डाउनलोड गर्न सक्नुहुन्छ। तपाईँहरू फोटो एडिटिङ गर्न एकदमै मन पराउनुहुन्छ भने तपाईँको लागि अर्को एउटा बेस्ट एआई टुल रहेको छ जुन रहेको छ एडोबी फायरफ्लाई। firefly.adobe.com मा आउनुभयो भने तपाईँ यस्तो इन्टरफेसमा आउन सक्नुहुन्छ। यहाँदेखि तपाईँले आफ्नो हिसाबले लेखेर नै जेनेरेट पनि गर्न सक्नुहुन्छ। पहिला चाहिँ तपाईँले यहाँनिर आफ्नो गुगल एकाउन्टले सिम्पलीसँग लगइन गर्नुपर्ने हुन्छ। लगइन गर्न कुनै पनि अप्ठ्यारो छैन। यहाँनिर तपाईँले क्रेडिट दिएको हुन्छ 25 क्रेडिट। यसलाई तपाईँले ज्यादा चाहियो भने किन्न पनि सक्नुहुन्छ। र फर्स्ट इन्टरफेसमा चाहिँ यहाँनिर तपाईँले जेनेरेट भनेर आइरहेको छ। तपाईँले आफ्नो वर्डलाई डिस्क्राइब गरेर यहाँनिर इमेजहरू बनाउन सक्नुहुन्छ। त्यसपछि तपाईँ थोरै तल जानु भने यहाँनिर थुप्रै रहेको छ, जेनेरेट फिलहरू, टेक्स्ट टु इमेज, जेनेरेट टेम्प्लेट, जेनेरेट अ भ्याक्टर इमेज, धेरै किसिमको यहाँनिर रहेको छ। तपाईँले यहाँनिर म एउटा तपाईँलाई नमुना दिनेछु। फर्स्टमा हामी यहाँनिर जेनेरेट फिलको हेरौँ है त। ओके, जेनेरेट फिलमा क्लिक गरिसकेपछि यहाँनिर मेरो यस्तो इमेज रहेको छ, एउटा हेर्न सक्नुहुन्छ। एउटा पासपोर्ट साइज इमेज भन्न सकिन्छ यसलाई। यहाँनिर इमेज अपलोड गरिसकेपछि र त्यो ब्रसले यहाँनिर आफ्नो एरियालाई सेलेक्ट गर्नु होला। तपाईँले केलाई चेन्ज गर्न चाहनुहुन्छ या के एड गर्न चाहनुहुन्छ त्योलाई सिम्पलीसँग सेलेक्ट गर्नु होला र यहाँनिर आफ्नो वर्ड डिस्क्राइब गर्नु। जस्तै मैले यहाँनिर ज्याकेट लेखेको छु, तपाईँले ज्याकेट लेख्न सक्नुहुन्छ। या तपाईँले अरू के चाहिएको छ, ह्याटहरू चाहिएको छ भने पनि माथि तपाईँले त्यही अनुसारले गर्न सक्नुहुन्छ। तपाईँले हेर्न सक्नुहुन्छ कुनै पनि यहाँनिर एडिटेड फोटो जस्तो लाग्दैन। दिस इज भेरी पावरफुल एआई टुल फर फोटो एडिटिङ। र यो फोटोलाई डाउनलोड गर्न पनि एकदमै सजिलो छ। माथि तपाईँले डाउनलोड बटन हेरिरहनु भएको छ, त्यहाँनिर तपाईँले क्लिक गरेर सिम्पलीसँग यो इमेजलाई डाउनलोड गर्न सक्नुहुन्छ। अब दुईटा इमेजको डिफरेन्स बिट्विन तपाईँले हेर्न सक्नु नै हुन्छ। यहाँनिर एआई टुलहरू यति पावरफुल भइसकेको छ, तपाईँले दुईटा इमेजको कम्पेरिजन हेर्न सक्नुहुन्छ। कुनै एङ्गलले पनि यो एडिटेड फोटो जस्तो देखिँदैन। स्टुडेन्टको लागि एआई टुलकै कुरा गरिँदाखेरि च्याटजीपीटीलाई त छुटाउनै सकिँदैन। chat.openai.com मा तपाईँले आएर यहाँनिर सिम्पलीसँग तपाईँले लगइन गर्नुपर्ने हुन्छ या साइन अप गर्नुपर्ने हुन्छ। तपाईँले यहाँदेखि आफ्नो जीमेल एकाउन्टले सजिलैसँग लगइन गर्नुपर्ने हुन्छ। यदि तपाईँले यस्तो एआईहरूमा इन्ट्रेस्ट छ भने तपाईँले मैले लगइन गर्न सिकाइरहनुपर्छ जस्तो लाग्दैन। सो लगइन गरिसकेपछि तपाईँ
यस्तो इन्टरफेसमा आउनुहुन्छ सेटिङमा गएर तपाईँले थिमहरू चेन्ज गर्न सक्नुहुन्छ ब्ल्याक थिम लाइट थिम तपाईँले आफ्नो अनुसारले राख्न सक्नुहुन्छ तपाईँलाई कस्तो कम्फर्टेबल लाग्छ चलाउनको लागि र यहाँदेखि तपाईँले चलाउन चाहिँ तपाईँले सजिलैसँग यहाँनिर चलाउन सक्नुहुन्छ सिम्पलीसँग तपाईँले आफ्नो क्वेसन टाइप गर्नुपर्ने हुन्छ जस्तै मैले यहाँदेखि टाइप गरेँ वाट इज मल्टिमिडिया हेर्न सक्नुहुन्छ यहाँनिर यसले सजिलैसँग एन्सरहरूलाई जेनेरेट गरिसकेको छ तपाईँले कुनै पनि एडहरूमा घुम्नुपर्ने हुँदैन कुनै पनि वेबसाइटहरूमा खोजिरहनु पर्ने हुँदैन कि कस्तो खालको एन्सर हामीलाई लेख्दा उपयुक्त हुन्छ भनेर र यहाँनिर नेपालको बारेमा एसे लेख्न भनेको छु सजिलैसँग यहाँनिर एसे लेखेको छ र मलाई यहाँनिर एउटा अझै प्याराग्राफ एड गर्नु पर्यो जुन चाहिँ कन्क्लुजन त्यो पनि यहाँनिर सजिलैसँग तपाईँले मेसेजमा जसरी टाइप गर्नुहुन्छ त्यसरी नै तपाईँले यहाँदेखि टाइप गर्न सक्नुहुन्छ जस्तै वाट इज मिडी भनेर लेखेको छु एउटा मल्टिमिडियाको एउटा टपिक हो सो यसको पनि एन्सर तपाईँले यहाँनिर सजिलैसँग पाउन सक्नुहुन्छ नमात्र अरू सब्जेक्टहरूको तपाईँले यहाँदेखि तपाईँलाई म्याथको कुनै पनि फर्मुला चाहियो या त कुनै पनि एन्सरलाई लामो छोटो बनाउनु पर्यो जस्तै म यहाँनिर लेख्छु राइट अल प्रफिट एन्ड लस फर्मुला भनेर यहाँदेखि लेख्छु यहाँदेखि तपाईँले हेर्न सक्नुहुन्छ म्याथको फर्मुला पनि सजिलैसँग लेखिरहेको छ दिस इज भेरी पावरफुल एआई टुल च्याट जिपिटी तपाईँले यसलाई ट्राई गर्न सक्नुहुन्छ तपाईँले युज गरिरहेको च्याट जिपिटी 3.5 र तपाईँले च्याट जिपिटी 4 मा पनि अपलोड गर्न सक्नुहुन्छ तर त्यसको लागि तपाईँले पे गर्नुपर्ने हुन्छ पे गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यसले हाई इनेन्स एन्सरहरू पनि जेनेरेट गर्ने हुन्छ तपाईँहरूलाई र हाई ट्राफिकको बेला पनि तपाईँलाई छिटोभन्दा छिटो एन्सर दिने हुन्छ खरै हामीले च्याट जिपिटीको बारेमा कुरा गऱ्यौँ तर तपाईँले च्याट जिपिटी भन्दा पनि खतरा एआई टुल ट्राई गर्नु छ भने तपाईँले cloudy.ai लाई ट्राई गर्न सक्नुहुन्छ तपाईँ cloudy.ai को वेबसाइटमा आउनु होला वेबसाइटमा आएर सजिलैसँग तपाईँले यसलाई लगइन गर्न सक्नुहुन्छ कुनै पनि समस्या छैन लगइन गर्नको लागि लगइन गरिसकेपछि तपाईँ यस्तो इन्टरफेसमा आउनुहुन्छ यहाँ पनि तपाईँले च्याट गर्नुपर्ने हुन्छ तर तपाईँले यहाँनिर चाहिँ आफ्नो इमेजलाई डिस्क्राइब गर्न सक्नुहुन्छ जस्तै मैले एउटा इमेजलाई अपलोड गरेँ यसलाई मैले डिस्क्राइब पनि गर्न सक्छु या त मैले यसलाई HTML CSS मा कोड पनि गर्न सक्छु cloudy.ai लाई चाहिँ नेक्स्ट जेनेरेसन एआई टुल पनि भनिन्छ यहाँ चाहिँ तपाईँले आफूले चाहेको क्वेसनको एन्सरहरू पनि पाउन सक्नुहुन्छ र तपाईँले नबुझेको इमेजहरूलाई पनि तपाईँले एक्सप्लेन गराउन सक्नुहुन्छ या त्यो इमेजहरूलाई तपाईँले तपाईँको प्रोटोटाइपहरूको इमेजलाई तपाईँले कोडमा जेनेरेट गर्न सक्नुहुन्छ अगाडि इमेजलाई कोडमा कन्भर्ट गरेको थियो र यहाँनिर मैले वाट इज कम्प्युटर भनेर क्वेसन सोधेको छु र यसले हेर्न सक्नुहुन्छ सजिलैसँग यसलाई डिस्क्राइब गरिरहेको छ इट इज मल्टिमिडिया एन्ड हाउ मेनी डिभाइसेस वर्क हेर्न सक्नुहुन्छ इजीसँग एन्सरहरू आइरहेको छ र यसको पनि प्रिमियम भर्जन छ तपाईँले त्यसलाई पनि लिन सक्नुहुन्छ एआई टुलहरू त धेरैभन्दा धेरै छन् तर हामीले आजको भिडियोमा स्टुडेन्टहरूको लागि हेल्पफुल टप 5 एआई टुलहरूलाई युज गरेका छौँ सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो टिल एन्ड